संस्कार, प्रेरणा र मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण गुरुहरूप्रतिको कृतज्ञता व्यक्त गर्ने पवित्र दिन हो। कक्षामा पढाउने मात्रै नभएर हामीले बाटोतिर आएको समयमा मार्ग निर्देश गर्ने हाम्रा मार्गदर्शक पनि महान हुनुहुन्छ। रेजिमा, तिमीले यसो भन्दै गर्दा मलाई कक्षा 6मा पढेको एउटा कक्षाको कवितांश याद आयो। भन्नुहोस् न। उक्त कविता देवी नेपालद्वारा लिखित हो र कविताको शीर्षक गुरु रहेको थियो। उक्त कविताको कवितांश यस प्रकार रहेको छ। गुरुमा ज्ञानको ज्योति चम्किलो जब बन्दछ, धरतीले जन्मको सार पूर्ण रूपमा भन्दछ। एक गरी ज्ञान शिष्यमा सर्न थाल्दछ, त्यागको तेज हो कस्तो ढुङ्गो पनि पगाल्दछ। बाबुआमा नै हो। अहिले सरले भन्नुभयो प्रथम गुरु बाबुआमा हो, त्यसपछिका गुरुहरू हाम्रा सम्पूर्ण शिक्षकवर्गहरू हो। बाबुआमा भनेको त्यो जीवित गुरु मात्रै होइन, देवता हुन् जसलाई पूजन गर्यो भने देवता मिल्छ। बाबुआमाको पूजन गर्यो भने देवता मिल्छ। देवतालाई पूजन गर्दाखेरि बाबुआमा मिल्दैन। म के भन्न चाहन्छु भने यो गुरु पूर्णिमाको दिन तपाईँले ग्रान्ड प्रोग्राम आयोजना गरेर हामीलाई एउटा गिफ्ट दिनुभयो। तर सबभन्दा ठुलो गिफ्ट चाहिँ तपाईँहरू अब हामीले अफिसर क्याडेटमा सिलेक्सन भएको देख्नु परोस्, त्यो नै हाम्रो सबभन्दा ठुलो गिफ्ट हुनेछ। एन्ड वी होप द्याट इज द बेस्ट विशेज। त्यसको लागि म तपाईँलाई सधैँ तयारी रहन र आशीर्वाद दिन चाहन्छु। वन्स अगेन थ्याङ्क यू भेरी मच all of you, our students, which make this program grand success. Thank you very much. Thank you, sir. Thank you.